स्थानीय दाजुलाई भेट्यौँ बाटोमा। यो झरना ठ्याक्कै झरनाको साइडमा रेलिङ बनाउँदै हुनुहुन्छ है। हजुरको घर यतै हो? ए के भन्छ अब यहाँको ठाउँको बारेमा यसो मलाई जानकारी भाङ्गे झरना मैलुङ झरना पनि भन्छ यसैलाई भन्ने हो। मैलुङ झरना भने नि यही नै हो। यो उता नि पर्छ ससानो झरनाहरू छ मैलुङ झरना। ए अनि यो के भन्छ कुन जिल्ला पऱ्यो दाजु? यो रसुवा जिल्ला रसुवा हो। अनि यो उता डाँडा चाहिँ के चाइनै हो? यहाँ त चाइना जानलाई तपाईँको यहाँबाट उता टिमुरे निक्लिनुपर्छ, त्यसपछि टिमुरेबाट आएर नि केरु लाग्यो। ए भनेपछि रेलिङको काम चाहिँ तपाईँले गरिराख्नु भएको छ? यो रेलिङको काम यो यहाँ तल यो ढुङ्गाको काटेर यो बिछाएको। ए यिनीहरू चाहिँ हामी सबै स्थानीय बासिन्दा है। ए दामी रहेछ है। भाङ्गे झरना नाम चाहिँ किन राखेको? के यो तपाईँको हामीलाई पनि थाहा भयो भने 2-3 वर्ष पहिला यो कसैले यो उसमा हालेर है क्यामेरा यसो भिडियो गरेर पठायो, त्यसपछि यो भाइरल भयो। हामीलाई अब हामीले यही हुर्के स्थानीय बासिन्दा बचपनदेखि हामी है। तपाईँ त पहिलेदेखि भाङ्गे झरना नै भनेको? पहिला यसलाई तपाईँको हाम्रो इन्द्रेणी झ्याल भन्थ्यो। इन्द्रेणी झ्याल? इन्द्रेणी झ्याल भन्थ्यो यहाँ। इन्द्रेणी झ्याल भन्थ्यो। हामीहरू सालको पारी चौता है यो वन तलतिर जान्थ्यो। त्यस्तो जस्तै पूजापाठहरू हुन है, त्यस्तो वर्तमानहरू बिहाहरू हुन जान्थ्यो। अहिले अब यहाँ भाइरल भयो, अति राम्रो। जस मान्छेहरू घुम्न आएर त तपाईँ रोजगार भयो नि त? रोजगारी पाइरहेको छु, पाइराख्नु भएको छ। झन् आनन्द छ। आनन्द छ। लागि नि केही हुन्छ है, राम्रो हो। त्यही त आउने मान्छेहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ? आउने मान्छेहरूलाई भन्न चाहन्छु आउनुहोस्, यहाँ यस्तो राम्रो छ वातावरण है। यहाँ हावापानी स्वास्थ्य छ, हरेक सुविधा छ यहाँ। आउनुहोस् यहाँ भाङ्गे झरना यस्तो हेर्नुहोस् है। यो टुरिज्म एरिया यो हरेक समयलाई बर्खालाई है। अब तपाईँ असोजसम्म चाहिँ असोज कार्तिकसम्म अति राम्रो सुन्दर राम्रो हुन्छ भनेपछि असोज यहाँको मौसमहरू एकदम राम्रो है। आउने टाइम चाहिँ असोज कार्तिकमा एकदम राम्रो। असोज कार्तिकमा अब त झन् अहिले सुरु भयो। असोज कार्तिकसम्म चाहिँ रहन्छ है राम्रो। यो आउने बाटोहरू चाहिँ के हो? यहाँ माथि चढ्ने डाँडामा चढ्ने बाटो छ नि, त्यो के पिच गर्ने ढलान गर्ने योजना के छ? यो तपाईँको ढलान र त्यो ठाउँमा 0-0 चाहिँ ढलान भइरहेछ। यो अब यो विषय चाहिँ मलाई पनि त्यति प्रश्न थाहा भएन। मैले एउटा कामदार हो, म पनि सधैँभरि कहिले तल हाइड्रो पावरतिर हुन्छु, कहिले बर्खालाई काम गर्नलाई यहाँतिर गर्छु। अब खेतीबारी गर्ने बेला भइहाल्यो, धान रोप्ने बेला भएको मारामार हेर्न। अनि बर्सात यस्तो दिनको बर्सात यसो हुन्छ। अब बर्खा झ्याप्पै लगाइसक्यो। अहिले चाहिँ भर्याङ र रेलिङ बनाउँछ। भर्याङ र रेलिङ अब रेलिङ नै आज सम्पन्न हुन्छ है। भनेपछि बाटो चाहिँ राम्रो बनाउनु भएको रहेछ। राम्रो छ। यतिको बाटो भयो भने मान्छेलाई हिँड्नलाई धेरै सहज भयो होइन? पहिला कस्तो थियो बाटो चाहिँ दाजु? पहिला अब तपाईँ यहाँ भिरै मान्छेहरू घाँस काट्न तपाईँ यहाँ लडेर मऱ्यो है। भाङ्गे झरनाले गर्दाखेरि एउटा भाइरल नै भयो यो ठाउँको लागि। सरकारले पनि हेरेको छ अहिले, विकासको लागि अलिकति स्थानीय सरकारले हेरिरहेछ। राम्रै हेरेको। हाइड्रोले पनि सहयोग गर्छ। हाइड्रोको विषय हाइड्रोले खै मलाई यो विषय थाहा भएन। यहाँनिर 3B यहाँनिरले अब के गरेछ यो विषय चाहिँ मलाई थाहा भएन। स्थानीयलाई काम चाहिँ पाएको छ हाइड्रोले गर्दा पनि पाएको छ। हामी नि अब 3M हानी मैले 3 वर्ष गरेँ बत्ती काम। 3M हानी पाइयो। अहिले 203B हानी गरिरहेको छु म। उतै होल्डर अलि 11 गते आएको म। हाम्रो हाइड्रो पावर गरिरहेको हो मैले तल नै। अनि त्यसपछि गएर 200 हानी गरेर ठिक छ। यहाँलाई हाम्रो स्थानीय बासिन्दालाई बेरोजगार छैन, गर्छु भन्नेलाई काम यही पाउँछ। विदेश जानु पर्यो, विदेश जानु पर्यो। विदेश प्लान छ नि आफ्नो देशमा। बेरोजगारी कसैलाई पनि छैन कि यहाँ। म गर्छु भनेर सबैलाई काम गर्नु पर्यो, मेहनत गर्नु पर्यो। यहीँ छ पैसा। पैसा टिप्न सक्नु पर्यो। टिप्ने भनेको मेहनतै हो फेरि। मेहनतै हो। मेहनत गरेपछि मान्छेले जहिले पनि लाइफमा आफ्नो लाइफलाई डेभलप गर्न सक्छ है। हजुरको शुभ नाम दाजु? मेरो नाम निरज गुरुङ। निरज गुरुङ। ए ल निरज गुरुङ दाइले चाहिँ धेरै धेरै धन्यवाद यति राम्रो कुराहरू भनिदिनु भयो। ल हाम्रो निरज दाइलाई भेटेर एकदम थ्याङ्क यू दिनु होला जसले भिडियो हेरिराख्नु भएको छ। धन्यवाद। ल दाजु नमस्कार। धन्यवाद। ल हाम्रो झरना हेर्न आउनुहोस्। यहाँ एकदम खानापिना हरेक सुविधा छ। स्थानीय बासिन्दाहरू राम्रो छ है। हरेक कुरा सपोर्ट गर्छु है आउने पाहुना यसका मित्रहरूलाई। तरबार है भन्न चाहन्छु। हाम्रो बाइकहरू सबै हाम्रो टिमको बाइकहरू यो सबै यता छ। मेरो बाइक कता छ खोज्नुपर्छ हौ। धेरै बाइक देखेपछि चाहिँ
मेरो बाइक यहाँ छ अहिलेसम्म मलाई धोका दिएको छैन जस्तो लागिरहेछ टायरले तर अलिअलि हावा चाहिँ झरेको रहेछ अरू त ठिकै छ अब हावा हामीसँग छ हावा चाहिँ भर्नुपर्छ गइरहेको जस्तो यता कटाउने यता प्रो ओ दामी रहेछ नि ठाउँ त पुल पनि रहेछ हौ बाबु अलिकति साइड हो कहाँबाट लिएर आयो केरा त्यहाँबाट केरा बेच्न हिँडेको अनि पर्ला ल मेरो हावै छैन हेर त पछाडि त्यही भएर हावै छैन त्यही भएर हावा नभएर उ त्यो पछाडिको दाइलाई भन न ल हावा छैन त्यो न त म तिनैजना लग्थेँ कि हावै छैन हेर नि यसरी बाइक पो चलाइरहेको छ न त अगाडि एकजना दुईजना पछाडि लग्थेँ उ त्यो पछाडिको दाइलाई भन ल है डेन्जर अफरोड आयो हावा छैन आफ्नो बाइकमा फेरि अर्को तौला त्यस्तो छ अवस्था खट्छ खट्दैन अब थाहा छैन यो नै त्यहाँ छ जान्छ जाँदैन थाहा छैन त्यही त कटिन्छ त कटाउनु चाहिँ पर्यो यही बाटो रहेछ भने उताको रहेछ दाजु कटाउँछु त सकिँदैन है दाजु कट्छ ओर्लेर आउनु पर्यो बाइक अब फर्काउन लागेको छ नसक्ने भयो यहाँ यस्तो छ हालत अब यहाँबाट फर्काउन लाग्छ एउटा बाइक गएको नसकिएर अब घुमाउँदैछ प्रो नै है एक्सपोज प्रो नै अब घुमिरहेको छ यसरी फेरि यहाँ चेक गर्न लागिरहेछ त्यही भएर भयङ्कर एडभेन्चर राइड हामी चाहिँ अब त्यो बाटो नसकिने भएर चाहिँ अब हामी फर्किँदैछौँ पानी पनि पर्दैछ पानी पनि पर्यो मेरो बाइकमा हावा पनि एकदम लचक लचकै छ तनाव छ त्यही भएर फर्क्यौँ कोही जाने कोही नजाने भन्ने कुरा हो अब तपाईँलाई हेर्नु पऱ्यो होइन त्यो भएको कारणले गर्दा चाहिँ जम नसकिने अवस्था पुरै बाटो हामी फर्किरहेको छौँ बाटो चाहिँ अब होइन पानी पुरै झमझम कहाँबाट हावा निक्ले थाहा छैन त दुःख दिएर चाहिँ यहाँ हावा निक्ले 3-4 चोटि हावा हालिसक्यो यसरी ट्युब हेर्दैछ अब भाइले
ट्युब पनि ठिक छ, यता पनि ठिक छ, के भएर पञ्चर भयो। हाम्रो डाक्टर साहबले हेर्दैछ। बनाएको फेरि समस्या।